यो अनिसा बिकाको केस छ नि, यसमा दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ के, कडाभन्दा कडा कारबाही हुनुपर्छ। अनि अब उपरान्न कुनै पनि मान्छेले के यस्तो बलात्कार जस्तो क्रियाकलापहरू गर्न नसकोस् के, डराओस् के, कल जिन्दगीमा उसको दिमागमा त सोच पनि नआओस् के, त्यो प्रकारले कारबाही गर्नुपर्छ। र अनि मैले अहिलेको जो हुन्छ नि 13-14देखि लिएर 17-18 वर्षसम्मका भाइ बहिनीहरू हुन्छन् नि विशेषहरू, उनीहरूलाई के भन्न चाहन्छु भने, यदि तिम्रो जीवनमा कोही मान्छे आउँछ, म तिमी बिना बाँच्न सक्दिनँ, तिमी मलाई यस्तो मन पर्छ, तिमीलाई मैले रानी बनाउँछु, यताउता भनेर हुन्छ नि त, तिमीलाई तारिफ गरेर तिमीलाई त स्वर्गको शब्दले त तिमीलाई स्वर्गको अप्सरा चाहिँ बनाउँछ कि, शब्दले तिमीलाई त यस्तो बनाउँछ कि ओहो यो मान्छे त सही मेरो लागि बनेको भन्ने तिमीलाई बनाउँछ। त्यो जालमा तिमी कदापि त्यसमा नपरा के, तिमी जसरी हुन्छ त्यसरी पर्दै नपरा के। तिमीलाई तिम्रो उमेर त त्यस्तै हुन्छ, त्यो उमेर भनेको त्यस्तै हो, त्यो उमेर भनेको फस्ने उमेर हो क्या। तिमीलाई त्यसरी आएर मान्छेले त भनिदियो भने, तारिफ गरिदियो भने, त्यो मान्छेले त तारिफ तिमीलाई तारिफ गरेको होइन क्या, त्यो आफ्नो फाइदाको लागि तारिफ गरेको, त्यो तिमीले बुझ के। अनि त्यो मायाको चक्करमा कहिले पनि आफ्नो बाबुआमालाई छलेर कहिले पनि त्यसरी त्यो भेट्न नजाऊ के। मान्छेको कुनै कसैको पनि आफ्नो बाबुआमाको त विश्वास हुन छाडो भने अरूको तिमी कसरी विश्वास गर्न सक्छौ। आफ्नो बाबुआमालाई छलेर तिमी नजाऊ के, त्यो उसलाई भेट्न नजाऊ। यदि माया गर्छ भने सबै कुराहरू हामी बिहेपछि गर्ने भनेर उ गर, बाचा गर, तर त्यो भेट्न बोलाएर त्यसरी तिमी भेट्न अझ सुनसान ठाउँमा त कहिले पनि जाँदै नजाऊ के। यो भनेको तिमीलाई धेरै जसो बहिनीहरूले त्यही भएर कतिले आत्महत्या गरेको छ, कतिले के भएको छ, कतिहरूको समय यस्तै अब कसैलाई यसरी मिलेर बलात्कार गर्छन्, कतिलाई फेरि त्यो गर्छन् अनि भिडियोहरू बनाउँछन् अनि क्लिपहरू गर्छन्, भोलिआन भविष्यमा त्यसलाई दुःख दिने कामहरू गर्छन्। तिम्रो भोलिआन कति मान्छेको यही कारणले गर्दा डिभोर्स हुने कारण पनि यही हो क्या। यसो मैले जोड्न गएँ, अहिले त्यस्तै सम्बन्धहरू राख्छन् अनि भोलि बिहान गएर फेरि तेरो फलाना उसको, तेरो बुढीको मेरो यस्तो सम्बन्ध थियो भने तँलाई उ गर्छन् कि, त्यो देखाउँछन्, उ गर्छन्, अगाडि ल्याउँछन् त्यो पुराना विगतका कुराहरूलाई। त्यही भएर म के भन्न चाहन्छु भन्दा, यस्तो त्यो सम्बन्धमा तिमी त्यो टिनेजरको उमेरमा त तिमी पर्दै नपरा क्या। यो टिनेजरमा जति पनि लभ स्टोरी हुन्छन् नि, 90% लभ स्टोरी भनेको यो यत्तिकै हुन्छ क्या, त्यो यत्तिकै हराउने लभ स्टोरी हो कि। यो भनेको यो भनेको टेम्पोरेरी एट्र्याक्सन हो कि, त्यो भोलि हराउने कुरा हो क्या। त्यही भएर के भन्न चाहन्छु भन्दा, यो माया प्रेममा यो उमेरमा भनेको माया प्रेममा पर्ने चाहिँ होइन कि। यो उमेर भनेको आफ्नो पढाइमा, आफ्नो करियरमा ध्यान दिने हो कि। एकचोटि तिम्रो चरित्र हत्या भयो भने त्यो चरित्र हत्या तिमीले करोडौँ रुपियाँ पैसा कमाऊ, तिम्रो कहिले पनि आउँदैन कि। त्यही भएर त हेर न त, वेश्यावृत्ति गर्ने हामीको जति राम्रो भए पनि कसरी इज्जत गर्दैन नि त। त्यही भएर यही भन्न चाहन्छु म।